to my new vlog and क्या के भन्छ अरे आज म चाहिँ स्कुल जानुको छु भोलि मेरो फाइनल एक्जाम हो फाइनल अरे लास्ट एक्जाम हो अनि म अहिलेको लागि रेडी भएछु आज मेरो सामाजिक विज्ञान भोलि कति बजी आउँछ आज आज एउटा भोलि त्यसको लागि म यति भन्न चाहन्छु अब म त पुरा रेडी भइसकेको छु अनि म त आफ्नो बोली ल्याएको के भयो यार मेरो केटीले हेलो गाइस आज मेरो बर्थडे हो भोलि मेरो बर्थडे यो केटी चाहिँ आज आउटडेसमा गएर यसको बर्थडे होइन आज यसको बर्थडे 2 गते आज चाहिँ यो 30 गते भोलि 31 गते हो अनि आज मेरो गाईघाटमा उदयपुर गाईघाटबाट मेरो साथीहरू सबै बस्छ मेरो चाहिँ 11 बजीतिर आइन्छ म अलिक ढिलो जान्छु हेर्नुहोस् यो गाईघाटमा म यसरी चढाउनुको कुरा केही हुँदैन तपाईँहरूलाई सोचेर सम्झेर सबै ब्लगहरू बनाउनुपर्छ अनि तपाईँहरूले सोचेर सम्झेर ब्लग बनाउनु भयो भने तपाईँहरूको धेरै भ्युजहरू आउँछ यस्तै कुराहरूमा भ्युजहरू जस्तो के आउँछ लाइक कमेन्ट सब्सक्राइब मेरो दिदीले झुटो बोल्नु भयो आज मेरो बर्थडे हो भोलि मेरो बर्थडे हो होइन उसको बर्थडे होइन आज मैले साँच्चै मिल्नुपर्छ मैले भने सबै चिज ठिकै हुन्छ झुटो हुन्छ यसको कुरा सबै झुटै हुन्छ यसको कुरा मेरो गर्नुभयो अनि हाम्रो घरको यतापट्टि एउटा अफिस छ यो हाम्रो घर नराम्रो छ तर भित्रबाट धेरै राम्रो छ यतापट्टि आमा छिमेकी घर हो त भिभा प्लस 99 छ आजको लागि यति नै म स्कुलबाट आएपछि तपाईँहरूलाई भ्लग गर्छु आज म घरभित्र आइसक्यो के भयो ड्याडी के भयो किन बोलाउनु भएको हामी गएको ल भाइ त याद गाउँ अनि म अब स्कुलबाट आएपछि तपाईँहरू म चाहन्छु अहिले मलाई स्कुल जान्छु स्कुलमा मेरो मोबाइल अलर्ट छैन मेरो अहिले 7 बजीदेखि एक्जाम हुन्छ तर अहिले हेरेँ रोटेसन बदलिदिएको बाई बाई